चितवनका मुक्तराम दराईलाई जेन्जी आन्दोलनका क्रममा गत भदौ 24 गते गोली लाग्यो। अहिले उनको हातको औंलाहरू चल्दैनन्। अस्पतालमै मोबाइल चोरी भयो भनेर प्रहरीमा रिपोर्ट लेखाउन गए, तर 4 घण्टा कुर्दा कुर्दै अन्ततः त जेन्जी होस् भनेर ढोकाबाटै निकालिदिए। मोबाइल हराउँदा भन्दाखेरि 4 घण्टा वेटिङमा राखेर त जेन्जी हैन त जा यसरी भन् 75 जना भन्दा बढी जेन्जी युवाहरूको बलिदानको जगमा बनेको वर्तमान सरकारले घाइते योद्धाहरूमाथि गरिने यस्ता अपमानहरूले शहीदको बलिदानलाई उपहास गरेको देखिन्छ। यो कस्तो देश हो जहाँ न्याय माग्न गएका नागरिकलाई नै अपमान गरिन्छ। घाइते दराईलाई समाजसेवी आशिका तामाङले रु 50,000 सहयोग गरेकी छिन्। तिम्रो फोन किन नलाएर? फोन मेरो चोरी भयो। तपाईसँग तपाईले व्हाट्सएपमा पठाइदिनु थिएँ मैले। त्यो दिन बोल्दा बोल्दा तपाईलाई कुर्दा माछा पोखरीमा तिमीसँग जेन्जीको कार्ड छ देखाउनु पर्छ मलाई चाहिँ। कार्ड त दिदी एक घर कहाँ? चितवन। ए नाम के? मुक्तराम दराई। तपाईले मैले डकुमेन्ट सब पठाइदिएको थिएँ मेरो। कुन दिन लाग्यो भन त गोली? 24 गते। 24 गते 24। मुक्तराम दराई ल जेन्जीको आन्दोलनमा घाइते राखेको आउनै चल्दैन। हेर्नु न आउनै चल्दैन। अब पछि गएर के गर्ने कस्तो गर्ने। लाग्यो कतिवटा गोली? लाग्यो एउटा। अनि प्रहरी भाटामा भनेन मोबाइल हरायो भन्दा? मोबाइल हराउँदा भन्दाखेरि 4 घण्टा वेटिङमा राखेर त जेन्जी हैन त जा यसरी भनेको छ। प्रहरीले? हजुर। कहाँ? ए माछा पोखरीमा। प्रहरीको नाम के हो थाहा छ? प्रहरीको नाम थाहा छैन। मान्छेदेखि मान्छे काले काले छ। मैले अस्ति इन्टरभ्यू दिएँ हैन। इन्टरभ्यूमा नि मैले भने सिधै हैन उसलाई भने यस्तो गरे मलाई हैन पुलिसले भन्दाखेरि तिमीहरू जेन्जी हैन अनि यस्तो छ हैन हातमा यस्तो छ। अनि अस्ति एकजना अङ्कलले 10,000 सहयोग गर्नुभयो हैन। 10,000 सहयोग गर्दाखेरि टाका साका मैले खोले। टाका खोलेर यो कार्डहरू बनेको थिएन नि त्यति। अनि मेरो बिमारले गर्दाखेरि हल्का छुट भयो मलाई हैन। बल्ल कार्ड बने हिजो छोडेर अस्ति कार्ड बने। त्यसपछि बल्ल अनि तपाईहरुसँग जोडिन खोजे। तपाईले कति कल गर्यो तपाईको नम्बर मोबाइल चोरी भएपछि अनि मैले कसरी म टिचिङ हस्पिटल जाँदा तिम्रो अफ्ठ्यो मोबाइल? मेरो मोबाइल चोरी भयो। कहाँ छ भयो? ल यहाँ चाहिँ अब यो चाहिँ आयरल्यान्डमा भएको एकजना भाइ हुन्छ सुभाष गिरी भाइ। उहाँले चाहिँ 1,70,000 पैसा पठाइदिनु भएको थियो। त्यसमा चाहिँ 50,000 छ होइन। 1 लाख रुपियाँ एउटा बालुवा बोक्ने दाई आन्दोलनमा परेर तपाईँभन्दा एकदम नाजुक अवस्थाको दाई हुनुहुन्थ्यो उहाँलाई दिदिए होइन। 1 लाख त्यहाँ दिए। यहाँ चाहिँ 50,000 छ। बाँकी 30,000 रुपियाँ हामीले अन्त पनि दिनुपर्ने हुन्छ है पैसा झऱ्यो ल है। अब यो चाहिँ